तपाईको कथा अनि मेरो कथा, यो जिन्दगीको कथा। जिन्दगी सबैको र सधैँ खुसी नै खुसीको पाउलाहरू पोलाइरहने भएको भए जिन्दगी किन यति धेरै सङ्घर्ष र कहर लाग्दो बाटाहरूमा पाइला चाल्नु पर्ने थियो र? हो, यति धेरै कहर लाग्दो बाटोमा किन पाइला चाल्नु पर्ने थियो र? अनि माया सधैँ अझ र अमर भइरहने भएको भए आज तिमी त्यो फरक माटो बाटो धरातल र म पनि, हो म पनि त्यो फरक माटो र धरातलमा उभिएर माया र त्यो मायाको खोजमा किन भौतारिरहनु? हो, त्यो मायाको खोजमा किन भौतारिरहनु पर्ने थियो र? हो, जुन कुराको सुरुवात पनि तिमी आफैले गरेको थियौ। अनि मायाको कुरा, हो, अनि मायाको कुरा सँगै सयौं जुनी सँगै एक मुटु र एक धड्कन भएर बाँच्ने कुरा, एक भएर बाँच्ने कुरा, अनि जिन्दगी जिउने पाइला पाइलाका कुरा। माया र सङ्घर्षरत जिन्दगीका कुरा, आत्मविश्वास र आत्मीय मनका कुरा, त्यस्तै धेरै र मिठा सपनाका कुरा गर्ने तिमी थियो, होइन र? कसैलाई माया गर्नु नजान्ने र अल्लारेलाई माया गर्नु र मायाको परिभाषा सिकाउने, स्वाभिमानी भई बाँच्न सिकाउने तिमी नै थियो, होइन र? पराईलाई आफ्नो बनाउन सिकाउने पनि तिमी थियो, होइन र? आज किन? आज के हुँदैछ यो जिन्दगी? के हुँदैछ? अन्त मायालाको भए नलुकाऊ भो तिमीले, हो अन्त मायालाको भए नलुकाऊ भो तिमीले, मेरो जस्तै दिल हो उसको नदुखाऊ भो तिमीले, नदुखाऊ भो तिमीले। तिमी र म बन्न सक्छौँ बरु असल साथी, चोट पुर्याउन हुन्न कहिले चोखो माया गर्ने माथि, चोखो माया गर्ने माथि। सबलाई दुख्छ काट्यो भने थाहा हुन्छ ढाट्यो भने, सबलाई दुख्छ काट्यो भने थाहा हुन्छ ढाट्यो भने, कति रोला उसको आत्मा तिमीले छोड्न हट्यो भने, कति रोला उसको छोड्न हट्यो भने। न म खुसी न खुसी उसलाई छोडी मलाई रोज्दा, तिम्रै ओठको हाँसो पनि हराउला हाँस्न खोज्दा, तिम्रै ओठको हाँसो पनि हराउला हाँस्न खोज्दा।